Guys, welcome back to my YouTube channel. It's me Pari Raimaji. बिर्सिनु भएको त छैन नि भिडियो नबनाएको धेरै भइसक्यो सो आज चाहिँ भिडियो बनाउने सोच गरेँ अनि आज चाहिँ मेरो टाइटल हेरेर थाहा पाइसक्नुभयो होला हामी चाहिँ पाल्पा जाँदैछौँ सिटी मोन्टेसरी स्टाफ सो 2 डेजको हलिडे छ एकदमै रमाइलो गर्ने सोचमा छौँ अनि अहिले चाहिँ मेरो बाबु सुतिरहेको छ अनि त्यही बेला मैले छिटो नुहाइसकेँ अनि म चिया पिउँदैछु अनि 10 बजे चाहिँ हामी बनगढी चोकमा सबै स्टाफहरू भेट भएर जानेछौँ अनि अब चाहिँ म सिधै रेडी भइसकेपछि हजुरलाई भेट्नेछु ओके बाई ओके गाइस फाइनली म रेडी भइसकेको छु मेरो ब्याग पनि रेडी भइसकेको छ अनि बाबु चाहिँ गाडीमा गएर बसिसकेको छ अब चाहिँ म गाडीमा जाँदैछु ओके मम्मी मानसीको घर आइसकेको छु हामी एकदम एक्साइटेड छौँ है ल हिँड हिँड छिटो भित्र हिँड मिबु बेबी हामी जान्छौँ होइन बाई मिरु बाई आन्टी ल हामी सब रेडी भइसकेको छ अब हाम्रो अर्को स्पट कहाँ हो रे मानसी मिस मेला मिसको घर ओके आउँदै भेटौँलाई फाइनली हामी मेला मिसको घर पनि आइसकेका छौँ मेला मिस यस्तो राम्री हुनुभयो ब्युटिफुल त्यो पाल्पातिर छोडिदिने हो कि यहाँलाई अनि माधुरी म्यामको त हुनुहुन्छ हाम्रो मेलिना होइन यता हेर्नुहोस् त ओ माई गड हाम्रो माधुरी म्याम त पुरा हिरोइन स्विट 16 यता आउनुहोस् न प्लिज विङ्गर आइसकेको छ अब हामी चाहिँ विङ्गरमा चढ्ने हो अनि स्कुलमा गएर म्यामलाई भेट्ने हो होइन सेरु हाई गर जानी केमा जाने विङ्गरमा जाने जानी 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 ल फाइनली हामी स्कुलमा आइसकेको छौँ अनि हाम्रो पद्मा मिस पवित्र मिस सबै अन्त मिस त अघि देखिसक्नुभयो ओ मेरो बाबु त कहाँ हुन्छ फेरि खोइ त हाम्रो म्याम फेरि मिलर त चोकमा हेलो 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 आइसक्नु भएछ मुस्कुराउँदै अब यो रोक्नै हुन्न
फाइनली हामी चाहिँ जोरदार आइसकेको छौँ। अब हामी चाहिँ बटुक टेस्ट गरेर जाने हो। बटुक एन्ड चुकौनी। श्रेयु हेलो सबै बिजी हुनुहुन्छ। यो अग्लो मान्छे हाम्रो स्कुलको है। अब चाहिँ हामी फोटो खिच्छौँ। हामी चाहिँ बटुकको वेटिङमा छौँ। बटुक खानको लागि वेटिङमा। हामी चाहिँ जोरधाराबाट शीतलपानीतिर लाग्न लाग्यौँ। हामीले बटुक पनि टेस्ट गऱ्यौँ। जोरधाराको एकदमै यम्मी थियो। हजुरहरू पनि आउनु होला अनि टेस्ट गर्नु होला। ओके अब चाहिँ फेरि उतै गएर भेटौँला। बाई। बस फेरि ठुलो दुईटा नि अट्दम राम्रो के खान्छ बेस। ल फाइनली गाइज हामी शीतल फार्ममा आइपुगेको छौँ। अब हामी आफ्नो ब्यागहरू लिएर भित्र जान्छौँ। अनि भित्र गएपछि हामी के गर्छौँ? ड्रेस चेन्ज गर्छौँ। Shreyu. ल फाइनली हामी चाहिँ आइसकेको छौँ। हाम्रो सामानहरू सबै यहाँ राखिसकेको छौँ। यति धेरै सामानहरू हेर्न सक्नुहुन्छ। अनि माधुरीजी चाहिँ आफ्नो आफ्नो भ्लगमा बिजी हुनुहुन्छ एकदम धेरै। अनि यता सबैजना हुनुहुन्छ। अनि हामी बस्ने चाहिँ त्यता। शेरू हाई गर छिटो। हाई आई एम एट शीतल फार्म। म शीतल फार्ममा आइसकेको छु भन। ल उता जाऊ। ल जाऊँ हिँड। उता जाऊ छिटो उता।
एकदमै रमाइलो ठाउँ रहेछ, यति राम्रो हो। अझै हामीलाई चाहिँ रुममा लगेको छैनन्, रुम चाहिँ सफा गर्दै हुनुहुन्छ। भर्खर चाहिँ त्यहाँ कोही अरू गेस्टहरू बस्नुभएको थियो, सो उहाँहरू चाहिँ भर्खर चेकआउट गर्नुभयो अनि उहाँको ठाउँमा चाहिँ अब हामी जाने हो। सो उहाँ सफा गर्दै हुनुहुन्छ, सफा गरिसकेपछि चाहिँ हामी रुममा गएर फ्रेस हुन्छौँ एकछिन अनि त्यसपछि भेटौँ ल। ओके, बाई बाई। मिसिङ यु मिरा, 2-4 शब्द मेरो यही नै हो। तिमीलाई एकदम धेरै विस गरिरहेको छु। अब नेक्स्ट इयर हामी फेरि आउनुपर्छ मिबुलाई लिएर। आइजहरू हेर्नुहोस्, सबैजना चाहिँ आफ्नो टिकटकमा बिजी हुनुहुन्छ। मेरो छोरो चाहिँ उता रुखमा चढ्न लागेको छ, पोज दिँदैछ। कोही त बस्नुभयो, कोही त पोज दिँदै हुनुहुन्छ अनि म्याम चाहिँ उता आफ्नो फोटो हेर्दै हुनुहुन्छ। अनि कोही यहाँ बस्नुभयो, कोही फेरि यहाँ फुल टिप्दै हुनुहुन्छ। ल फाइनली हामी चाहिँ बल्ल रुम सफा गरेर भ्याइयो अनि अब रुममा जाँदैछौँ। यताबाट तानसेन देखेको छ भ्यू। हाम्रो रुम कोही माथि पुगिसक्नु भएको छ। माथिको ब्याड पनि देखाइदिने हो। म नि सिङ्गलमा चाहिन्छ बाबु र म त। एकदमै राम्रो रुम छ। यो चाहिँ शेरू र मेरो बेड अनि यहाँ माथि पनि छ, उसलाई चाहिँ माथि जान खुब मजा आयो। बेडरुम छ, यता पनि बेडरुम छ, यता पनि बेड छ। र फाइनली गाइज हाम्रो चाहिँ बल्ल नास्ता आयो। हामी चाहिँ नास्ता खाँदैछौँ। नास्तामा चाहिँ बटु, सुप, चुकौनी, चिउरा, चिकन, चिल्ली चिकन एकदम यम्मी छ। बेबीले पनि खाइरहेको छ। खाना पनि खाइरहेको छ। Yummy, yummy. ल देवकलाजी कस्तो लागिरहेछ? 2-4 शब्द जाओस् न त्यताबाट। क्या ल भन्नुहोस्, हजुरबाट सुरु गरे। राम्रो लागिरहेछ, एकदम रमाइलो। आरबजीलाई कस्तो लागिरहेछ? राम्रो। स्कुलमा मजा आउँछ कि यहाँ? यहीँ ल, यहीँ छोडेर जाने है हजुरलाई, हुन्छ? फ्याट घटाउने भन्नुभयो थियो म्यामको, झन् बढ्लाई आलु खाएपछि अब शीतल गराउने, पिरो गराउने सबै आलु रहेछ यो त, हो कि नै माधुरी म्याम? चिलपारामा छौँ हामी चाहिँ, झुला झुलिरहेछौँ। कोही भिडियो बनाउनुलाई त हिँडिरहेछौँ। ल सर्भिस म्यामले गर्दै हुनुहुन्छ यम्मी मोमो। अब यता खाएर पनि भ्याइदिनु। टिचरको ठाउँमा टिचर, हजुर सस हुन्छ अहिले आउँछ सस। उसले आरबले के सस हुन्न टिचर रे।
हामीहरू चाहिँ एकदमै टायर्ड भएर अब अलिकति मात्र फोटो खिच्यौँ अनि खाना नास्ता खायौँ, स्न्याक्स खाइसक्यौँ। अनि अहिले चाहिँ टाइम कति बजे मान्छे मिस? 5:30 भइसकेको रहेछ। अनि अरू स्टाफहरू चाहिँ अझै फोटो खिच्दै टिकटक बनाउँदै पुरा बिजी हुनुहुन्छ। हामी चाहिँ एकदम टायर्ड भएर अनि मेरो बाबुले आची गरेर सो हामी यहाँ सफा गर्न आयौँ। अनि उहाँ चाहिँ आफ्नो दिदीसँग भिडियो कलमा हुनुहुन्छ। अनि अब चाहिँ हामी ड्रेस चेन्ज गर्छौँ होला। अनि ड्रेस चेन्ज गरेर अब क्याम्प फायरिङ के हुन्छ अरे अहिले साँझ? क्याम्प फायरिङ होइन? क्याम्प फायरिङ हुन्छ अनि एकदम रमाइलो हुन्छ। अब एकछिनपछि भेटौँ ल। ओके बाई। शीतल फार्मैमा माया भेटियो शीतल फार्मैमा कुरै कुरैमा आयो तिन मायाले बोलायो आधी खोला उर्लेर आयो आउने दिन मायाले बोलायो हल्का रमाइलो यस्तै भइरहेछ हल्का हल्का रमाइलो आउने जाने मूल बाटो बन्द भो रानी घाटैमा
घन्टी टिलिलिली घन्टी टिलिलिली घन्टी टिलिलिली नाच पिलिलिली नाच पिलिलिली घन्टी टिलिलिली घन्टी टिलिलिली नाच पिलिलिली मेरो जस्तो शरीर त हेर न कहिले कसो जिम झाडेको मोटाउन यो शरीर मोटाउन इच्छा छैन अब त घटाउन बल्ल पर्यो निर्माया माकुरी जालैमा बल्ल पर्यो निर्माया माकुरी जालैमा आएसी यति बेला आएसी जन लाग्छ मिठो खाएसी बल्ल पर्यो निर्माया माकुरी जालैमा कहाँ हराइनु निर्माया माकुरी जालैमा हाम्रो बारबिक्यू पनि आइसकेको छ। अब लास्ट हामी यो बारबिक्यू खाएर अब हामी नुनु गर्छौँ। एकदम टायर्ड भइसक्यौँ, खाना खान पनि सकेनौँ, आएदेखि खाएको खाइछौँ। ओके, आजको भिडियो चाहिँ मैले यहीँ एन्ड गरिदिन्छु है, यहीँ एन्ड गरिदिएँ आजको। अब आजको लागि चाहिँ गुड नाइट। अब डे 2 को भिडियो भोलि भेटौँला। अनि यो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला। ओके, बाई।